सर, जसले सानी काउलीसँग यो गलत काम गरेको छ उसको पत्ता लाग्यो। ऊ प्रधानजीको छोरा हो, पक्राउ गरिहाल्नु त। अरे प्रधानजीका छोरा त अलि ठट्टालु छन्। अब यो उमेरमा यस्तो त भइहाल्छ नि, छाडिदेऊ। आलु, पुलिसले तिमीलाई अहिले नै चौकी बोलाएको छ, छिटो हिँड। पुलिसले किन? हेर, तिम्री छोरीले आत्महत्या गरेकी हो। तिमी यो फाइलमा ल्याप्चे लगाइदेऊ, बाँकी सब हामी सम्हाल्छौ अनि तिमीले 10 लाख रुपियाँ पाउँछौ। बस तिमी चुपचाप बस्नुपर्छ। तर साहब, मेरी छोरीको त बलात्कार भएको हो, उसले आत्महत्या गरेकी होइन। तिमी गरिबहरूका त धेरै सन्तान हुन्छन्, एउटी मरी भने पनि के भयो त? ल्याप्चे लगाऊ र कुरो खत्तम गर। तर साहब, ऊ मेरी आफ्नै छोरी जस्तै थिई। म उहिलेदेखि बाहिर उभिएर सुनिरहेको छु। के मजाक हो यो सब? 10 लाख रुपियाँले तपाईँ सानी काउलीलाई फिर्ता ल्याउन सक्नुहुन्छ? पक, म तिमीहरू सबैलाई अदालतमा हेरौँला। हेर आलु, तिमी पिर नगर। मेरो छोरा वरिष्ठ वकिल हो, मैले उसलाई भोलि नै आउनु भनेको छु। अब यो मुद्दा अदालतसम्म जान्छ। मलाई तपाईँमाथि पुरा विश्वास छ मास्टरजी। म आफ्नो अन्तिम साससम्म लड्नेछु र हाम्रो छोरीले न्याय पाउनै पर्छ। सर, उनीहरूले सही गर्न मानेनन्। के मानेनन्? प्रधानज्यू, त्यो आलु र मास्टरजीले त मानेनन्। उनीहरू त अदालत जाने भन्दैछन्। अब के गर्ने होला? आलु र मास्टरको मुख थुन्नु पर्छ। उनीहरूलाई भोलि बिहानसम्म जसरी भए पनि रोक्नु, नत्र तिम्रो जागिर रहँदैन। सत्यलाई दबाउन सकिन्छ तर हराउन सकिँदैन। के मैले न्याय पाउला त? जान्न चाहनुहुन्छ भने फलो गर्नुस् है।